बेबी डगहरू आइरहेको छ होइन। मलाई एकदमै डगदेखि डर लाग्छ, तर मेरो वरिपरि एकदमै डगहरू आइरहेको हुन्छ क्या। यिनीहरू चाहिँ अलिक सानो सानो रहेछ, बेबीहरू नै छ। गयो धन्न गयो प्रभु। यति डर लाग्छ मलाई। बाटोमा हिँड्दा मैले धेरैचोटि भनेको पनि छु, मलाई एकदमै डर लाग्ने भनेको चाहिँ डगहरूदेखि हो। चाहे त्यो डगको बेबीहरू नै किन नहोस्, धन्न गयो। र अलिकति राहत मिल्यो। जो एकजना अङ्कल आउनुभएको थियो, उहाँको पछि लाएर गएको थियो। बच्चा डगहरू चाहिँ जसको पनि पछि लागिरहेको हुन्छ क्या। खोइ किन हो, तिनीहरूलाई त्यो सहारा चाहिन्छ अथवा तिनीहरूलाई केही कुराहरू हुन्छ होला, अनि उनीहरू पछि लाएर पनि जान्छ। कतिपय गन्तव्यबाट यता आएको भएर पनि होला सायद, त्यो पनि हुनसक्छ। आज अलिकति स्याटरडेको दिन मौसम त्यति धेरै भन्नाले त्यस्तो बिहान सनराइज भइहालेको जस्तो देखिँदैन, उज्यालो चाहिँ भइसकेको छ, तर सनराइजै देखिएको छैन। अलिकति बादलले नै ढाकेको छ। आजको बिहानीको दृश्य यस्तो छ। चिसो छ, गर्मी भएको कारणले गर्दा, गर्मीमा हल्का चिसो हावा आइरहेको कारणले गर्दा चाहिँ एकदमै राम्रो पनि लागिरहेको छ। गर्मी हुन दिएको छैन। बिहानै घाम लाग्यो भने कहिले अत्याधिक गर्मी पनि हुन्छ। तर आजको मौसम देख्दाखेरि चाहिँ आज बिहान दिउँसो पानी पर्छ कि भन्ने पनि छ।